म चाहिँ आज काठमाडौँको दक्षिणकाली मन्दिरको दर्शन गर्न पुगेको छु अनि यो चाहिँ बिहानीको सीन अनि हामीलाई चाहिँ यहाँसम्म पुग्नको लागि 2-3 घण्टा लाग्यो। काठमाडौँ भ्याली भन्दा निकै टाढा पर्दो रहेछ। फोटो खिचेर बस्यो नि त नि। यहाँ चाहिँ लालीगुराँसहरूको फूलहरू पनि पाइँदो रहेछ। मन्दिर वरिपरि लालीगुराँसको बोटहरू पनि रहेछ। यहाँनिर मन्दिरमा चढाउनको लागि पनि लालीगुराँसको फूलहरू नै राखिएको रहेछ। मलाई चाहिँ एकदमै मनपर्छ। हुन त नेपालको राष्ट्रिय फूल नै लालीगुराँस हो, मन त सबैलाई परिहाल्छ है। ठिकै छ। हामी मन्दिर पुगिसक्यौं। आज शनिबार भएर होला मन्दिरमा निकै भिड थियो। हामी आफ्नो पालो कुरेर पछाडि लाइनमा बसेर यो पारीको सुन्दर दृश्यहरू हेरिरह्यौं। दन्तकाली मन्दिर चाहिँ आमा र छोरीको मन्दिर भनिदो रहेछ। हामी चाहिँ छोरीको मन्दिर गयौं अनि यहाँदेखि माथि चाहिँ आमाको मन्दिर छ रे। आमा र छोरीले एकैचोटि गर्नु हुँदैन रे भन्छन् के रे है। अब जान्नेहरूले भनेको कुरा राख्नु पर्दैन त। हेरिरहनु पर्छ। आजको हाम्रो दक्षिणकाली मन्दिरको दर्शन पनि सकियो। हाम्रो दर्शन एकदमै राम्रो भयो। मन्दिरको वरिपरि गएर फोटो खिच्दा भिडियो लिन चाहिँ मनाइ गरेको रहेछ। अनि यो चाहिँ मैले पारीपट्टिबाट लिएको भिडियो हो। एकदमै राम्रो देखिएको थियो। हाम्रो चाहिँ घर फर्किने बेला भइसकेको छ, तर साथीहरूले भन्दै हुनुहुन्छ बाटोमा शेषनारायणको मन्दिर छ रे, त्यहाँ पनि दर्शन गर्न जानुपर्छ। अब हेरौँ है त शेषनारायण मन्दिर। ल यही गुफा भन्नुभएको? ए रोकिनु भयो। के पो भन्नुभयो त? दुध यो ठुलो चट्टानको फेदमा बनेको यो सुन्दर मन्दिरलाई चाहिँ शेषनारायण मन्दिर भनिदो रहेछ। यहाँ चाहिँ नाग नागिनको बसोबास भएकोले यो नाग मन्दिर पनि भनिदो रहेछ। यहाँ चाहिँ नाग नागिनको नै पूजा पनि गरिदो रहेछ। म चाहिँ यो ठाउँमा पहिलोचोटि आएकोले गर्दा मलाई यहाँको बारेमा केही पनि थाहा छैन। सुन्दर पोखरीको सुन्दर माछाहरूलाई हेर्दै मलाई चाहिँ यो मन्दिरको बारेमा केही जान्न र बुझ्न मन लाग्यो र मैले एकजना यहाँको पुजारी बाजीलाई सोधेँ। नाग नागिनी निस्किन्छ यहाँ? यो मन्दिरको नाम के अरे भनिदिनु त अङ्कल। मन्दिरको नाम के अरे भनिदिनु त? धन्यवाद। यहाँ चाहिँ नाग नागिनीको नाममा र आफ्नो मनोकामना पूरा होस् भन्दै यहाँ दियो बाल्ने चलन रहेछ। यो दियोलाई चाहिँ 15 रुपियाँ पर्दो रहेछ। मैले पनि एउटा दियो बालेँ र आफ्नो मनोकामना पूरा होस् भन्दै दर्शन गरेँ। मन्दिर पो भन्नुभयो? शेषनारायण। ए शेषनारायण। यो काठमाडौँ कति नम्बर पर्छ? 5 नम्बर शेषनारायण। शेषनारायण मन्दिरको दर्शन पनि सकियो। नाग नागिनको दर्शन पनि गरियो। अनि अब चाहिँ हामी यहाँबाट घरतर्फ लाग्छौँ। मलाई चाहिँ यो ठाउँ यो मन्दिर एकदमै राम्रो लाग्यो। ठुलो चट्टानको फेदमा बनेको रहेछ।